भन्नै पर्ने भो। नपढे नि 2-4 इङ्ग्लिस जान्नै पर्ने भो। त्यस्तै अल्छी गवारलाई नि मान्नै पर्ने भो। चुनाव आउँछ एउटा नेता छान्नै पर्ने भो। भोट जति हाम्रै ढङ्गमा तान्नै पर्ने भो। ए हो कि होइन हो होइन भन्नेको विकृति विसङ्गतिलाई हान्नै पर्ने भो। जे भए नि बाउको भिडो थान्नै पर्ने भो। नेपालीको भूगोल सङ्ख्या गर्नै पर्ने भो। विकासको मूल सबै मिली खन्नै पर्ने भो। माननीय आदरणीय ढोकनीय पूजनीय यो देश बन्नै पर्ने भो। अब भन्नै पर्ने भो। कलाकार पत्रकार राष्ट्रसेवक बुद्धिजीवी यो देश बन्नै पर्ने भो। सबले भन्नै पर्ने भो। भन्नै पर्ने भो। अब भन्नै पर्ने भो। भन्नै पर्ने भो। सबले भन्नै पर्ने भो। भन्नै पर्ने भो। भन्नै पर्ने भो। भन्नै पर्ने भो। आफू त हुनेवाला ठुलो मान्छे 2-4 हजार सापडी लिएको यस्ता पसलमा तिर्नु त हुसुकै बिर्सिँदो रहेछु नि। ना पिस कति न भएकाको ठुलो मान्छे। ए अन्त फिस्टे आँखा गोजीमा हालेर हिँडिस्। मैले गोजीमा हाले भए तन चाहिँ आँखा झिकेर बुझ्जा खेलिसी क्या हो ए जोइटिङ रे। अरे तेरो आँखा छैन? ओएमजी होइन तैँले के गरेको ह? खानाको चिउरा सबै पोखिदिएर तँलाई कलाएको हो कि के हो? हेलो होइन कहाँ छौ ह तिमी? न फोन उठाउँछौ घर मुन्टिँदैनौ? यहाँ घर मात्रै आऊ न। तिम्रो करङ भाँचेर नि नरन कसरी गर्नुपर्छ भन्ने कुरा मैले जानेकी छु। त्यो आकृतिलाई झाम्टा हानेर हात गोडा बाँधेर म त कौडा नआएको बुझिस् भनेर उल्टो मलाई फर्काएर पो गयो त। नि त मलाई त्यस्तो भन्यो त्यो फिस्टे बुढो मान्छेले। अनि हजुर चाहिँ कहाँ पुगेर आउनुभयो? कहाँ जानु नि तिम्रो त्यो माथि आगो लाग्नु भएको घर थिएन त्यो घरमा चाहिँ सुन पाइन्छ कि भनेर खोज्न गएको पाइएन सुन त। अब आफ्नै छोरीको घर जल्दाखेरि पनि अलिकति पनि दुःख लागेको छैन है? तिमीलाई मैले जानेको छु आज बिहानभरि कहाँ गयो भने मन मर्जी गर्दै बसेको। मेरो बारेमा गोविन्दलाई के भने ह? मैले बेलुका फुकालेर यहीँ राखेको थिएँ। कहाँ गएछ त्यस्तो महँगो कोट? अब सरलाई पनि खोइ के भन्नु। आफ्नो सामानको सुरक्षा त आफैले पो गर्नुपर्छ। तल ढोक्रे बसेको होला त्यसलाई थाहा छ कि गर एकपल्ट राम्रोसँग सोध्नु न सर। ढोक्रेलाई सोध्नु पर्यो है। होइन कहाँ गयो होला त फोन? के थाहा कहाँ गयो? गोविन्दे र फिस्टे त यहाँ आएको छैन। कतै नडराइकन त्यो ढोक्रेले लामो हात पो गर्यो कि क्या हो? के थाहा अर्काको सामान भएपछि लपक्कै निकाल्ने बानी छ त्यसको पनि। ए ढोक्रे भाइ तिमीले लुकाएको छ भने नि बरु भन क्या। बरु म तिमीलाई त्योभन्दा राम्रो कोट सिलाइदिन्छु नि। अहिले तपाईँलाई म कति फेरि भनौँ मैले लिएको छैन भनेर। हुँला म गरिब तर आफ्नो इमान र इज्जतमा दाग लाग्ने काम कहिले गर्दिनँ। बुझ्नुभयो तपाईँले? होइन सबैले शङ्का तिमी माथि नै गरेको भएर मात्रै भनेको हो क्या। आऊ बरु माइन्ड नगर न। सर छोडिदिन्छ यो सबै कुरा। अब के गर्नु? चोरलाई हामीले घरमै पालेर राखेको छौँ। अब चोरले म चोर हो भनेर कहिले भन्दैन। बरु हजुरको कोटको लागत कति पर्छ म बिहोर्छु। रमा म्याम होइन म कहाँ हजुरलाई तिराउँछु त। अब ढिलो चाँडो चोरको पुष्टि त होला नि। म छोड्नुहोस्। ए छोरी अस्ति नै दिएको औँठी पनि सानो भयो अहिले दिएको कोट पनि सानो छ। के कोट दिएको भने यो कोट दिने बेला मैले नापो लिएर गएर सिलाएको भए भइहाल्थ्यो नि। तिमीलाई दुःखै हुँदैन थियो। के का चुप चुप नि कसैको बाउको सम्पत्ति होइन आफ्नै छोरीको सम्पत्ति त हो नि। मलाई के को डर? बरु कहाँ सिलाउन दिएको भन त। म गएर त्यसको सात पो खाइदिन्छु। दीपक सर
आफै सिलाउने आफै सातो खाने। अब यो कोट मेरो हो। जस रमा म्याम छ नदी नाला र देश मात्रै बेच्ने कला रहेछ कि भनेको चोर्ने कला पनि रहेछ। यस्ता चोरको घर मलाई पनि बस्नु छैन। चोरको साँचिलो भएर हेर त मलाई झन् चोर दोष लगाएर फसाउन खोजेको होइन के हो? बुवालाई पनि बेला नको बेला मुन्टिनु पर्ने। मलाई पनि के थाहा त यस्तो लामो हात गरेर त्यो होम सर्भ कोट मलाई ल्याइदिए भन्ने थाहा भएको भए म यहाँ लिएर आउँदैन थिएँ नि। के हुनु नि? युक्रेन दोस्त रुसले, नेपाल दोस्त घुसले, तपाईँ दोस्त पुसले, अनि म चाहिँ दोस्त उसले होइन के हो? गाला फुट्ने गरी दिन्छु अहिले भन्दा त अब रिसाको जस्तो होला। फेरि के लागि रोक्यो मेरो गाडी तिमीले? तपाईँको गाडी मैले रोकेँ हो र मामा? तपाईँको गाडी मैले रोकेर रोकिन्छ र? एनिवे मैले तपाईँलाई रोकेको चाहिँ हाम्री दिदी रोमा छिन् नि चोरी गर्न थाली छिन्। अलिक सचेत हुनु होला है भनेर के मामा? अब अलिअलि भएको पैसा केटाहरूले आगो लगाइदिइहाले। अब चोरचार गरेर नहिँड के गर्नु त? ठिकै हो नि के त? कसरी ठिक हुन्छ फिस्टे काका? हामी यत्रो इज्जतमा बसेका मान्छे त्यो होमेको कोट चोरेर ससुरालाई दिनुहुन्छ त? हुन्थेन नि के गर्नु बुद्धिराम। अब स्वास्नी उडुसको गुणले टाउकामा टेकेपछि यस्तै हुँदो रहेछ। साँच्ची तपाईँलाई पनि आकृतिले कुटेर हैरानै बनाउँथ्यो अरे। जिउभरि डामै डाम छ अरे। केटाहरूले त्यही भन्दैछ होइन। आजभोलि के छ अवस्था? तिम्रो टाउको कुट्छे आकृतिले सुरुमा अलि नौलो हुँदाखेरि हेप्न खोज्दै रहेछ। 2-4 दिन लगातार तपाईँको स्वास्नीको गाला चिमट्या थिएँ। अहिले आएर मेरो आँखामा हेर्न सक्दिनँ भने फेरि यस्तै कुरा गर्छन् क्या यो फिस्टे काका। यिनका हावा कुरा सुनेर नडराइकन गला फुट्ने गरेर हिर्काउन मन लाग्छ भने। मैले आफ्नै स्वास्नीको गालामा छोकै छैन, तैँले कसरी चिमेटिस् है फिस्टे? अरे शिव बुद्धु यो तपाईँको भन्ने मेरो ठेगो हो क्या? थाहा छैन भने भनेपछि आजभोलि आकृतिले तँलाई पिट्न छाडी होइन त? अब भन्न त माननीय फिस्टे काकाले निशुल्क उपदेश दियो भन्छ होला, तर यो नाते स्वास्नी उडुसको गुणलाई झ्याम्टा नहालिकन ठाउँमै आउँदो रहेछन् भने म त दायाँ बायाँ गरी भने झ्याम्टा लगाइदिइहाल्छु। पहिला छोडेर जान्छु भनेर भन्थे, झ्याम्टा लगाइदिएको अहिले चाहिँ गरेर खाकी छ। के निच्च गरे नि नाथु? तपाईँको बुढी रमा रक्सीले मातेर तपाईँलाई मान्छे गन्दै रहेछन्। बोसो लाएर तिमीलाई त्यस्तो व्यवहार गरेकी हो नाथु। म भए थुर थुर बनाउँथे, यसो हप्की तप्की गर्ने गर, 2-4 थप्पड पनि लाउने गर। स्वास्नी उडुसको अर्डर पनि मान्छन् त? त्यसरी पाहुनाको कोट चोर्नुहुन्छ? छि 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 छि। ठिक भन्यो फिस्टे काका, आज मैले त्यसलाई जानेको छु। यसरी नउचालेदेखि यो गिद्धले नि खाइ नसक्ने बुद्धिरामको ज्यान के का लागि? ए बा भेन्टिलेटर जर्बिटेले तपाईको ब्रसले दाँत माझ्यो। जान त जा, गएर गाली गर क्या। होस्। अब एकछिन रमाको घरतिर गएर रमाइलो हेर्न जानु पर्यो क्या रे। बा जर्बिटेले तपाईको भित्र लाउने कट्टु ल्याएर नाच्दैछ। ओहो त्यो उडुसको गुण्ड काला कि क्या हो? ठिक हुन्छ भन्दैमा अर्काको कट्टु लाएर जुम्न सार्न पाइन्छ भने हे तेरी क्या। ओइ दोक्रे, तँ यहाँ मोबाइल चलाएर बसिरहेको छस्? भित्र लुगा भिजाइदिएछ खुरुक्क धुने नि होइन? सुनिनस् भने अनि खै तेरो अर्को जोडा चाहिँ? अनि तिमीले कहाँ मुन्टेर आएको? घरभरि कामै काम छ, कामको केही मतलब छैन? घिच्रो चाहिँ कहाँबाट आउँछ? म मिटिङमा जान लागेको, लुगा भिजाइदैछु, 2 जनाबाट धुने नि। आफू चाहिँ कताको सवारी नि म्याडम? म जहाँ गए पनि तिमीलाई चाहिँ के खाँचो? खुरुक्क आफ्नो काम गर्ने। तर यो नाते स्वास्नी उडुसको गुणलाई झ्याम्टा नहालिकन ठाउँमै आउँदो रहेछन् भने म त दायाँ बायाँ गरी भने झ्याम्टा लगाइदिइहाल्छु, 2-4 थप्पड पनि लाउने गर।
स्वास्नी उडुसको अर्डर पनि मान्छन् त? ठिक भन्यो फिस्टे काका, आज मैले त्यसलाई जानेको छु। के रे तैँले हामीलाई के काम लागि ए डल्ली? तैँले काम लाउने हैसियतको मान्छे हुँ म? धोनी नहुनी के गर्ने आफै गर्ने, श्रीमानले केही पनि गर्दैन। के रे फेरि एकपल्ट भन त। मेरो दोहोरो बोल्ने बानी छैन, आज मिटिङ सिटिङमा जानु पर्दैन भने मानिनस् भने नडराइकन तेरो हात खुट्टा भाँचिदिन्छु। ए जोइटिङ्ग्रे, रमासँग के सोचेर बोल्दैछस्? तिम्रो यत्रो हिम्मत? फिस्टीले दिए आइडिया त फ्याक्टै लाग्यो नि। स्वास्नी मुलासित कोही डराउँछ र भने बिचरा सोझो त्यो बुद्धिरामेलाई जुरुक्क उचालेर पठाएको थिएँ। बिचरा के गर्यो? अब सोझो मान्छेलाई रिस उठ्दैन, रिस उठेपछि बस्दैन भन्थे। के पो गर्यो त? होइन, आज रमा र बुद्धिराम काकाको फोन के भएछ? फोन नै उठाउनु हुँदैन त। झन् आज 6 मन्थ एनिभर्सरीको अन्तर्वार्ता लिउँ भनेको, के भएको हो? किन फोन नलागे हो? किन नउठाएको हो? ए होस्, अब घरमै गएर दिन्छु। लाउ त सानो, त्यसलाई फोन गर त। यो मोबाइलबाट भए पनि म त्यसलाई झाम्टा बजाउनु पर्ने हो। ल तेरी के गरे होला? के हो यो? मलाई हेपेको? हे तेरी, अलिछिने हातले त पोखेर पो मरी। यो त कामै नलाग्ने उडुसको गुण पो रहेछ। ए हजुरबा, उडुसको गुण आमा हो र भेन्टिलेटर होइन? चुप लाग त। होइन, घरका कवाडी यति मात्र हुन् र सानो, अरू पनि छ जस्तो लागेको थियो मलाई त। भएको सामान यति नै हो। अब एउटा कवाडी अगाडि नै उभिरहेछ, त्यो कवाडी पनि धेरै पुरानो र थोत्रो भयो। 2टा गिलाससँग साट्नु पर्यो आज। होइन, के भन्छ नि को छ अगाडि त्यस्तो कवाडी? फिस्टे काका कवाडी नि। तपाईँको पछिमा मैले के बोल्नु पर्यो? म त्यो फिस्टेसँग बस्न सक्दिनँ। भरे भोलि नै सल्लाहले छुटिँदैछु। 4 जना मान्छेको अगाडि मेरो पक्षमा बोल्नु पर्यो। मैले जे भन्छु त्यही मान्नु पर्यो है। कसम, मेरो बुढीको कसम। म्याडम, तपाईँको पक्षमा के बोल्नुपर्छ म बोलिदिन्छु। म त्यो घरमा त 1 2 3 बस्दिनँ। कसरी हुन्छ मलाई सहयोग गर्नु पर्यो। ए छोरी, मैले तिमीलाई जबरजस्ती फिस्टीसँग टाँसो लगाएको हो र? तिमी आफ्नो मन खुसीले शिव शर्मासँग गकी हौ। साँच्चै भन्नुपर्दा म यो विषयमा केही पनि सहयोग गर्न सक्दिनँ है। 4 जना मान्छेको अगाडि पनि बोल्न सक्नुहुन्न अङ्कल? मबाट यो काम हुँदैन है छोरी। मैले जबरजस्ती फिस्टीसँग बिहे गराइदिए भए पो मैले जिम्मा लिनु त। मैले गराएको होइन, त्यही भएर म चाहिँ बोल्दिनँ है। सोझो मरो नडराइकन भन्दै आज 1-2 झ्याम्टा लागेछ। यस रमाइलै हुने भयो। आज पनि मैले हात उठाउँदा कहाँ भने त्यो फिस्टे डाकाले चाहिँ नराम्रो कुरा सुनाइदिएर मात्रै हो। म कहिले पनि उठाउँदैन कि हात। कहाँ फेरि यो उडुसको गुणले मेरो नाम पोलेर मर्यो नि। तिमीलाई कुटेर सारा जोइटिङले पोइहरूलाई देखाउन चाहन्छ। त्यो सिकाउने फिस्टेलाई पनि यसै गरी सिस्रो पनि लाउन सक्छ। मैले जानेकी छु। तिमीलाई फटा फिस्टे, अर्काको घर परिवारमा आगो लगाएर यसरी हाँसेर रमाउनु अलिकति लाज लाग्दैन है? छोड। किन छोड्ने? किन हो? अर्काको घर परिवारमा आगो लगाउन सक्नेले आफ्नो बुढीलाई चाहिँ कन्ट्रोलमा राख्नु पर्दैन?
तिम्रो बुढी त्यहाँ जगमसँग चिया खाँदैछ होटेलमा। जाऊ गएर उसलाई सम्हाल। लाइक रमाई म्याम एकछिन पर्खिनुहोस् त। आज तपाईँहरूको 6 मन्थ एनिभर्सरीको इन्टरभ्यू लिन आएको थिएँ। फेरि एकचोटि सिस्नो हानहान गर्नुहोस् त। युट्युबको हाइलाइट्सको लागि खतरा कन्टेन्ट हुने रहेछ। अस्ति नै मोबाइल फुटाएको बिर्स्यौ तिमीले? तिम्रो पनि पालो आउला नि। फुर्क बन्द गरिहाल्नु थियो। कन्टेन्ट चाहियो तिमीलाई? अरे तिमीहरूलाई विश्वास गर्नुको कारण देखायो होइन तिमीहरूले अहिले? जङ्गम बाबु नमस्कार। नमस्कार नमस्कार के को नमस्कार? नमस्कार भन्नु सुको पाउँछस् तैँले? अनि के गर्नु पर्यो त बाबु? केही गर्नु पर्दैन तैँले। मेरो खुट्टामा समातेर ढोग्नुपर्छ तैँले। मैले के चाहिँ नचाहिँदो कुरा गरेँ र बाबु? मलाई त्यो अस्मिते उडुसो गुणले नचाहिने कुरा सुनाएको भएर म भेट्न मात्रै आएको बाबुलाई। भन्दा त अब थर्का जस्तो हुन्छ फेरि। तैँले मलाई दुनियाँको कुरा सुनेर आरोप लगाउनु मिल्छ? मिल्दैन। म फटा मान्छे हुँ, नचाहिने कुरा गर्छ। राम 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 बाबु काँडा हुनु नि फटा। तैँले छ नि फेरि पनि यस्तै फटाइ गर्दै हिँडिस् भनेदेखि तँलाई म त्यो घन्टा बजाएको जस्तो यस्तो यस्तो गरेर बजाएर फाल्छु। हेर भरते, यो त मेरो तँलाई चेतावनी मात्रै हो। मैले चाहे भने मेरो केटाहरू पठाएर तेरो हात खुट्टा भाँचिदिन सक्छु, बुझिस्? तेरिका यो तिग्रे उडुसको गुणले मेरो बारेमा त कुरा गरेकै होइन रहेछ नि। अब आकृति उडुसको गुणको बारेमा सोधौँ भने उसै आफूलाई हातखुट्टा बाँध्देला। बरु घरै जान्छु। ए यो फिस्टी पो आएको रहेछौ त। के भन्न आएको हो कुनी? बोल्दैन बोली पो गयो। रोको 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 के भयो हजुर भन्नुहोस् त। त्यो मेरो श्रीमती आकृति उडुसको गुणलाई यसो बाटाघाटातिर देख्दैनौ भने तिमीले कतैतिर? ए मरङ चासे बुढा, तिमीले कसलाई भने हो? तिमीलाई अलिकति सोमत छैन? टिकटे भाइरस बद्री सर्प हुनुहुन्न रहेछ। बल्ल चिने। के कहाँ यहाँ नि 7 दिनसम्म नमाजेका ती पहेँला दाँत देखाएर हाँस्ने होइन। अहिले झारिदिन्छु अनि फेरि। साँच्ची बाबुको दिपकले चोर्या कोट यही हो? भनिदिनुहोस्, चिन्ता नगर्नुहोस्। बिहान मैले रमाको बुढाबुढीलाई सिस्नो पानी लाएर ठिक गरिसकेँ। अब चोर्दैनन्। ल ल भयो। यति सुनाउनलाई मलाई रोकेको? त्यो अझै बाँकी छ? बाँकी छ नि। मेरो पत्नी उडुसको गुण बिहानदेखि घरमै छैन। म खोज्न हिँडिरहेको छु। बाबुले यसो सहयोग गर्नु पर्यो। के सहयोग? मलाई तपाईँले एकछिन यो स्कुटर दिनु पर्यो। स्कुटर चलाउन आउँछ? किन नआउनु? 36 वर्ष पहिला अमेरिकाको दिल्लीमा बाइक कुदाएकै हो। हे तेरी बिर्सिएर छु भनी खेलेर भए पनि लान्छु क्या। दिनु नि दिनु, एकछिन दिनु न। होइन, मेरो आकृति उडुसको गुण यो मुलासँग सल्की कि क्या हो? नत्र यो उडुसको गुणले मलाई थर्काउने आँट कसरी गर्न सक्थ्यो? होइन यो बेला न त्यो बेला कसले फोन गर्छ? ए आँते पो रहेछ। भन्दा आबे त के गर्ला केटा? सुगर र आची गर्ला। त्यस्ता आची साची पछि गर्नु एउटा महत्त्वपूर्ण कुरा छ। त त्यो चोकमा आइहाल त। किन र केटा? को भेट्ने? गोविन्दलाई फोन गरिसकेँ। हो र? म त हुनेवाला ठुलो मान्छे। हामी 3 जना बसेर महत्त्वपूर्ण छलफल गर्नु पर्यो। ल त आइहाल त। म आइहालेँ। यो घरमा बस्ने मान्छेलाई काममा लगायो भने त आफू भयो भने गर्छन्, आफू नभएपछि त जथाभावी गरिदिन्छन् भने लगेर यत्रो गाउँ। दीपक काका, तेरो बाउ
म त दुधैचोटि भेन्टिलेटरबाट फर्केर आएको मान्छे हो नि त। त उही बेला मर्या भए पनि हामीलाई जुठो न पानी। फिस्टिया बतुवाले कसरी त साह्रो मर्यो ए। मुख सम्हालेर बोलाइ कोट चोर बुढा। हाम्रो आखिर तिमी त आमा यहाँ छिन्की भनेर हेर्न आएको म। तेरो आमाको गोठालो हुँ म। तँ यहाँबाट गइहाल्छस् कि लात्ताले हानेर सिधै फिस्टिया घर पुर्याइदिउ। यस्ता 2 पैसाको सोमत नहुनेसँग के कुरा गर्नु। कुरा गऱ्यो भने आफ्नै हाइट गर्छ। त्यही पनि म त दुधैचोटि भेन्टिलेटरबाट फर्केर आएको मान्छे। म त हिँडे। होइन त्यो भतुवाले कति बेला चाहिँ कोट चोर भन्यो हो। त्यसलाई घन्टा बजाउनु पर्ने रहेछ। थुक्क के थुक्क। मलाई त यो आँपेले इमर्जेन्सी पर्यो तुरन्त आइहाल्छ भन्यो त्यही भएर आएको। साथीभन्दा ठुलो आची होइन भनेर म त बुझेर आएको। ल ठिक छ चोका भन्थिस् फेरि एक्कासी फोन गरेर यहाँ बोलाइस् किन? मलाई त्यस्तै भन्थ्यो भने साथी हो देश डुब्यो देश कसरी बनाउने भनेर सल्लाह गर्न यहाँ बोलायो नि। विषय चाहिँ एकदम गम्भीर छ है। यो मुला आँपेले हतार गर्यो क्या। बरु कपी र कलम लिएर भने भए बरु म 2 मिनटमा देश बनाइदिन्थेँ। कपीमा पहिला पहिला मैले कति देश बनाइसकेँ। कोला कोला के हाम्रो फिस्टानी हजुरआमाले देख्नुभयो? देखेको छु। कहाँ छिन् त छिटो निकाल। ऊ यहाँ मेरो गोजीमा छिन्। होइन मैले यो फिस्टिया सन्तानको ऋण खाएको छु क्या हो। गोविन्दिया कुरा पनि ठिकै हो। बरु एक गिलास हाल्नु। थुक्क मुला जडाए के धोक्रे। यसले रक्सी धेरै खाएर आफ्नै नाम बिर्सिसक्यो। कहीँ नपाएर मन्त्री प्रधानमन्त्री भनेको कुरा पनि रोएर पाइन्छ र भने किन पाउँदैन? त्यो कताको मेयरले त रोएर प्रधानमन्त्री चाहियो भन्थ्यो। मलाई त प्रधानमन्त्री भन्दा म त चाहिँदैन भन्थेँ। नि बाबा दीपक जी दीपक बाबु तेरो स्वास्नी कहाँ गएकी छे? मैले जिम्मा ल्याएको छु। बाबा के का आइया यार। झन् म गृहमन्त्री बन्छु भन्दा जिद्दी गरेर छ। आफू त हुनेवाला ठुलो मान्छे। साँच्चै गृहमन्त्री हो र? म त टेलिफिल्मको गृहमन्त्री हो भन्दा नि। हो तिमीहरूको गफ धेरै भयो। अब अर्को फेरिलाई 2 बोतल होइन 4 बोतल ल्याएर मिटिङ गरौँला है। आजको मिटिङ चाहिँ सकियो। बिना निस्कन्छ सक्यो। के भन्छ नमस्कार बुद्धिराम भिनाजु। नमस्ते नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै छु नानी। खासमा अहिले त म अलि हतारमै छु तर तपाईँले मलाई एउटा हेल्प गर्नु पर्यो। कस्तो हेल्प साली नानी? म आजै मेरो बुवालाई बोलाएर घर जान्छु। मलाई त्यो फिस्टेका सन्तानले यति धेरै टर्चर र यातना दिएका छन्। म आज यो गाउँका 2-4 बुद्धिजीवी राखेर यो गाउँ सदाको लागि छोडेर जाँदैछु। त्यही भएर तपाईँले चाहिँ के गर्नु पर्यो भने सबैजनाको अगाडि हो आकृतिलाई साँच्चै नै टर्चर यातना भएकै हो भनेर भनिदिनु पर्यो।
आकृतिलाई अन्याय भयो भनिदिनु पर्यो? तिम्रो ड्युटी के हो बिर्स्यौ? 11 बजिसक्यो। अब 11 बजे श्रीमतीको गोडामा तेल लगाउने। जाऊ गएर तेल लिएर आऊ। हस् श्रीमतीज्यू हस्। ल नानी, मबाट यो हेल्प हुँदैन। म आफै रमाबाट अन्याय र अत्याचारमा बसेको छु। अहिलेलाई म गएँ। यो गाउँको मान्छे सबैजना उस्तै रहेछन्। कोहीबाट केही पनि हुनेवाला छैन। अब के गर्नुपर्छ म आफै गर्छु। भन्नै पर्ने भो, नपढे नि 2-4 इङ्ग्लिस जान्नै पर्ने भो। यस्तै अल्छी गवारलाई नि मान्नै पर्ने भो। चुनाव आउँछ एउटा नेता छान्नै पर्ने भो। एउटा जाति हाम्रै ढङ्गमा तान्नै पर्ने भो। ए हो कि होइन हो, हो होइन भन्ने को विकृति विसङ्गतिलाई हान्नै पर्ने भो। जे भए नि बाउको भिडो थान्नै पर्ने भो। नेपालीको भूगोल सङ्ख्या गर्नै पर्ने भो। विकासको मूल सबै मिली खन्नै पर्ने भो। माननीय आदरणीय ढोकनीय पूजनीय यो देश बन्नै पर्ने भो। अब भन्नै पर्ने भो। कलाकार पत्रकार राष्ट्रसेवक बुद्धिजीवी यो देश बन्नै पर्ने भो। सबले भन्नै पर्ने भो, भन्नै पर्ने भो। अब भन्नै पर्ने भो, भन्नै पर्ने भो। सबले भन्नै पर्ने भो।